साइडमा भेन डायग्राम दिएको छ गिभन अ भेन डायग्राम डिफाइन इम्प्रोपर सबसेट अनि बीमा सोधेको छ राइट द इम्प्रोपर सबसेट अफ सेट ए अनि यसरी नै क्वेसन 3 दिएको छ हामीलाई। अब यसको सोलुसन गरिरहँदाखेरि अब सुरुमा त क्वेसन नम्बर ए डिफाइन इम्प्रोपर सबसेट भनेको छ। अब इम्प्रोपर सबसेट भनेको चाहिँ के हो त खासमा? अब हामीले अघिल्लो क्लासमा नि पढिसकेका छौँ। अब इम्प्रोपर सबसेट त्यस्तो सबसेटलाई भन्छौँ हामीले जसमा चाहिँ जस्तो सेट छ त्यही टाइपको सबसेट आयो भने त्यसलाई हामीले के भन्छौँ? इम्प्रोपर सबसेट। त्यसो भए लेख्ने के हो त है द सबसेट which contains all the elements of its superset। सुपरसेटमा भएका जति पनि एलिमेन्टहरू छ हो त्यसलाई कन्टेन गरेको जुन सबसेट छ त्यसलाई हामीले के भन्छौँ? इट्स कल्ड इम्प्रोपर सबसेट है। सुपरसेटमा भएका जति पनि एलिमेन्टहरू छ ती सबसेट एलिमेन्टहरूलाई कुनै पनि सबसेटले कन्टेन गरेको छ, सबै एलिमेन्टहरू परेको छ भने त्यसलाई के भन्छौँ? इम्प्रोपर सबसेट भन्छौँ। जस्तै फर इक्जाम्पल यदि हाम्रो सेट चाहिँ 2 3 5 है, यदि हाम्रो सेट 2 3 5 हो भने अब पोसिबल सबसेटमा हेर त एकचोटि पोसिबल सबसेट यसको के हुन्छ त भन्दाखेरि एउटा 2 हुने भयो, त्यसपछि गएर 3 हुन्छ, त्यसपछि गएर 5 हुन्छ, सँगसँगै डबल एलिमेन्ट लिनु पर्यो, एउटा 2 3 भयो, अर्को 3 5 हुने भयो अनि अर्को 2 5, त्यसपछि गएर 2 3 5 अनि लास्टमा 5। अब यी सबसेटहरू मध्ये हेर त माथिपट्टि हाम्रो सेट त 2 3 5 हो कि हैन? अब त्यही खालको तलपट्टि 2 3 5 हाम्रो तलपट्टि आयो कि हैन त? जस्तो सेट छ त्यस्तै के आयो? सबसेट आयो भने यसलाई हामीले के भन्छौँ त भन्दा इम्प्रोपर सबसेट भन्छौँ। देयरफोर 2 3 5 इज द इम्प्रोपर सबसेट अफ सेट ए। सेट ए को इम्प्रोपर सबसेट के रहेछ त? 2 3 5 रहेछ भनेर यसरी बुझ्नु पर्यो है। अब बीले त्यसो दिएछ राइट द इम्प्रोपर सबसेट अफ सेट ए भनेको छ। अब हाम्रो क्वेसनमा हाम्रो क्वेसन यो हो, अब सेट ए चाहिँ के छ त? हाम्रो सेट हेर त सेट एमा भएको अब कमन एलिमेन्ट पिक्यू छ अनि सेट एमा मात्रै भएको नट ए चाहिँ के छ त? यम एन छ भनेपछि हाम्रो सेट हुने भयो यम एन पिक्यू हुने भयो हैन? अब हामीले भर्खरै माथि गऱ्यौँ हेर त जस्तो क्वेसन छ त्यस्तै खालको सबसेट बन्यो भने त्यो इम्प्रोपर सबसेट हुँदो रहेछ। भनेपछि अब यो सेट ए यम एन पिक्यू छ भने सबै एलिमेन्ट त पार्नु पर्यो हामीले हैन? त्यो पार्दाखेरि यम एन पिक्यू नै के भयो त? यसको इम्प्रोपर सबसेट हुन जान्छ है। अब त्यसपछि गएर इफ एक्स वाई आर द ओन्ली मेम्बर्स अफ सेट बी देन वाट टाइप अफ सेट ए एन्ड बी राइट विथ रिजन भनेको छ। यदि हामीले कमन एलिमेन्ट जुन पिक्यू छ माथिपट्टि हेर क्वेसन हेर पिक्यूलाई चाहिँ हामीले त्यहाँबाट हटाइदियौँ अरे, यदि क्वेसनबाट पिक्यू कमन एलिमेन्ट पिक्यू हटाइयो भने सेट एक्स र वाई के बन्छ त? अब हेरौँ सेट ए भनेको चाहिँ अब यमएन पिक्यू हुने भयो सीको लागि है। अनि त्यस्तै गरी बीमा थियो हाम्रो पिक्यू एक्स वाई, यो हाम्रो क्वेसनको भेन डायग्राममा छ। अब क्वेसनले भनेअनुसार यदि हामीले पी र क्यूलाई सेट बीबाट एलिमिनेट गरेर हटाइदियौँ भने अब हाम्रो जुन नयाँ सेट बन्छ बी त्यो त हाम्रो एक्स र वाई मात्रै बन्ने भयो हैन? अब हेर त माथिपट्टि यम एन पिक्यू छ, तलपट्टि एक्स र वाई छ। माथिपट्टिको सेट ए र सेट बीमा कुनै पनि एलिमेन्ट म्याच खाएको छ त? छैन नि त, कुनै पनि एलिमेन्ट कमन छैन। हो यस्तो कमन छैन भने
त्यस्तो सेटलाई हामीले के भन्छौँ डिसजोइन्ट सेट भन्छौँ भनेपछि सेट ए र सेट बीको रिलेसन के रहेछ डिसजोइन्ट सेट है त ल धन्यवाद